पूर्ण प्रदर्शनको लागि बीचमा मिल्दै शस्त्र उचालेर छिटो हिँड। अतिथि महानुभाव गरिदिनु हुन श्रीमान प्रमुख अतिथिज्यूलाई 2 माइल र 10 माइल दौड दुवैतर्फ प्रथम हुने सैन्य मिनरासी बिक यसै गरी 5 माइल दौडमा प्रथम हुने सैन्य विष्णु बहादुर थापा। फायरिङमा प्रथम हुने सैन्य नवराज सिंह ठकुरी। त्यसै गरी अनुशासनतर्फ उत्कृष्ट सैन्य राम कडेल। समग्र तालिममा सैद्धान्तिक तथा व्यवहारिक दुवैतर्फ उत्कृष्ट अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुने सैन्य मदन कृष्ण श्रेष्ठ। अन्तमा उत्कृष्ट वाद्यवादनबाट आजको कवरलाई अझ बढी रोचक बनाउन सहयोग गर्नुहुने सैनिक ब्यान्डका अम ठाकुर बहादुर नेपालीलाई उपहार ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। सिसम 23 सैन्य आधार तालिमको अन्तिम दलिल कवाजको सु अवसरमा आफ्नो मन्तव्य राखिदिनु हुन प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। तालिमे सिपाही जवानहरू तथा उपस्थित परिवारजन बाहिनी अड्डामा सञ्चालित सिनम 23 सैन्य आधार तालिमको अन्तिम दलिल कवाजको सलामी ग्रहण गर्न शुभ अवसर प्राप्त भएकोमा म अत्यन्त गौरवान्वित भएको छु। आजको यस बिहानीमा तपाईहरूबाट प्रदर्शित फुर्तिलो र शानदार
सैनिक कवाज निरीक्षण गर्न पाउँदा मलाई खुसी लागेको छ। तपाईहरूले 9 महिनासम्म कठोर परिश्रम साथ सम्पन्न गर्नुभएको तालिमको स्तरलाई यस कवाजले प्रतिबिम्बित गरेको मैले पाएको छु। उच्च स्तरको तालिम प्राप्त गरी राष्ट्रको शान गौरव गहना रूपी नयाँ तालिमी सिपाहीहरूको रूपमा आजबाट सम्मानित हुनु भएकोमा म तपाईहरू सम्पूर्णलाई मेरो व्यक्तिगत तथा संस्थागत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आगामी दिनहरूमा तपाईहरूको पूर्ण सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। करिब 36 हप्ताको अविचलित लगनशीलता, अनवरत परिश्रम र कठोर तालिम पश्चात आज तपाईहरूले नेपाली सेनाको एक कर्मठ राष्ट्र जनसेवक प्रजातान्त्रिक संरचनाको जगेर्ना गर्ने दृढ सङ्कल्पित सङ्गठनप्रति वफादार आफ्नो पेसा समर्पण भाव भएको अनुशासित नैतिकवान तथा प्रचलित सैनिक ऐन परम्परा मूल्य र मान्यताको पालना गर्दै जस्तोसुकै विषय परिस्थितिमा पनि देश र देशवासी तथा संस्थाको हित विपरीत कुनै सम्झौता नगर्ने कर्मठ सिपाही बन्न सफल हुनुभएको छ। अब एक कर्मठ राष्ट्र सेवक सिपाहीको नाताले देशप्रतिको प्रेम र नेपाली जनताको प्रजातान्त्रिक हक हित र अधिकार संरक्षण गहन जिम्मेवारी राष्ट्रको लागि प्राणको आहुति दिन समेत पछि नपर्ने प्रण हामी सबैले गर्नु हाम्रो पेशागत जिम्मेवारी तथा धर्म हो। आफ्नो जिम्मेवारी निर्वाहमा तपाईँ सदैव प्रतिबद्ध रहनुहोस् भन्दै तपाईँको आगामी दिनहरूको पूर्ण सफलताको कामना गर्दछु। अन्तमा यस तालिमलाई सफलता सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने यस बाहिनी अड्डा तथा अन्तर्गतका युनिटका सम्पूर्ण अधिकृत र बिरादार अधिकारीहरूलाई बिरादार शिक्षकलाई व्यक्तिगत रूपमा र यस बाहिनी र यस संस्थाको यस बाहिनी अड्डाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। साथै आफ्नो सन्ततिलाई यस संस्थामा प्रवेश गरी प्रोत्साहन गर्नुहुने सम्पूर्ण अभिभावक महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछु। साथै तपाईँहरू सबैलाई गरिमामय उपस्थितिको लागि हार्दिक ज्ञापन गर्दै मेरो मन्तव्य यही अन्त गर्दछु। अति महत्त्वपूर्ण सारगर्भित र प्रेरणादायक यस सम्बोधनको निमित्त म प्रमुख अतिथिज्यूमा हार्दिक कृतज्ञता जाहेर गर्दछु। अब राष्ट्रिय गान बज्न गइरहेको हुँदा सम्पूर्ण महानुभावहरूलाई आफ्नो स्थानमा उठिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी सबै मिली जय जयकार मनाऊ। नेपाली सेनाको श्री नम्बर 3 बाहिनी अड्डाको श्री कालिका भगवती माताको Whoa!
तयार बजाओ शस्त्र दाहिने